हेलो गुड मर्निङ। आज हामी जान लागेको छौँ जीप सफारी। मेरो ब्लगहरू चाहिँ आज कति दिनपछि आएको छ क्या साथीहरू। अनि मैले भिडियोहरू चाहिँ एकदम क्याप्चर गरी बनाएको छु। अनि मैले त्यो नवलिकन बनाएको चाहिँ मेरो हातमा बाबु पनि हुन्छ बेला बेलामा, यहाँ त मलाई बोल्नलाई अब त्यतिखेर अलिक समय नमिलेर पनि हुनसक्छ। अनि मैले चाहिँ भिडियोको थ्रु नै यहाँनिर मैले आफ्नो ब्लग हालेको छु। हाम्रो दाइको कुरा सुनौँ है त जीप सफारीको बारेमा उहाँले के भन्नुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापना चाहिँ 2030 सालमा भएको छ। नेसनल पार्कको टोटल एरिया 952 स्क्वायर किलोमिटर छ, वर्ग किलोमिटरमा फैलिएर बसेको छ। नेसनल पार्कले तपाईँको 4 डिस्ट्रिक्टलाई नै टच गर्छ, 4वटा जिल्लालाई नै छोएर बसेको छ। पूर्वमा पर्सा जिल्ला, त्यो पर्सा नेसनल पार्क पर्छ। अर्को मकवानपुर जिल्ला, त्यो हेटौँडा पर्छ। अर्को नवलपुर जिल्ला, त्यो नारायणघाट पारीको जिल्ला पर्छ। लास्टमा आएर चाहिँ चितवन राष्ट्रिय निकुञ्ज। इनसाइड द पार्क लाइक 56 चेकपोस्ट, मिलिट्री, आर्मी ब्यारेकहरू निकुञ्जभित्र 56वटा फैलिएर बसेको छ। अब हामी यहाँ जङ्गलमा हेर्दै हिँडिरहेछौँ। हामीले के देख्छौँ थाहा छैन, अब यहाँ भिडियोमा देख्न सक्नुहुन्छ। हामीहरू को गयो भनेर चाहिँ भिडियोको लास्टसम्म हेर्न हुनेलाई मात्रै थाहा हुनेछ है यो कुरा चाहिँ। अनि यहाँको बारे नै उहाँले भन्नु भएको छ, सुन्नु है त। जोडी हो इङ्ग्लिस नाम रडी साल्डक फ्रम साइबेरिया, विन्टर भिजिटर बर्ड्स, माइग्रेट बर्ड्स। यो चाहिँ साइबेरियादेखि नेपाल आउनुहुन्छ 3 महिनाको लागि। अहिले साइबेरियामा हिउँ परिरहेछ, त्यही भएर उहाँहरू जाडो छल्नलाई चाहिँ नेपाल आउनुहुन्छ। ब्याक टु फेरि साइबेरिया फर्किन्छ अबको 10-15 दिनपछि। यो भाले र पोथी चकेवाको जोडी जहिले नि सँगै टुगेदर हुन्छ। एकजना भाले र पोथीमा कोही घाइते वा एक्सिडेन्ट बिरामी भएर मऱ्यो भने अर्कोले सुसाइड नै गरिदिन्छ। यिनीहरू सिङ्गल बाँच्नै सक्दैन। यिनीहरूको माया निकै प्योर हुन्छ। भिजा चाहिँदैन, बिना पासपोर्ट बिना भिजा उडेर आउनुहुन्छ। रमाइलो गर्दा गर्दा अब हामी जङ्गलको बिचतिर आउन लागिसक्यौँ। खासमा हामी बाघ हेर्ने यो आशले आएको छौँ, तर हिजो अस्तिको पानीको भेटले गर्दाखेरि पक्कै पनि जनावरहरू चाहिँ एक ठाउँमा सुरक्षित भएर बस्नुभयो होला। अनि यहाँनिर चाहिँ हामीले केही पनि फाल्न नपाउने, अनि अब जस्तो जङ्क फुडहरू खायो भने चाहिँ हामीले फाल्न पनि पाइँदैन रहेछ। अनि मलाई यहाँ थाहा भयो, किनभने त्यो जङ्क फुडको त्यो कागजहरू चाहिँ यो जनावरहरूले खान्छ भनेर चाहिँ उनीहरूले रोकिदिनु भएको रहेछ होइन। अनि हामीहरू चाहिँ यहाँ जङ्गलमा एकदम इन्जोय गर्दै बाबुलाई लिँदै म चाहिँ यहाँ हेरिरहेको छु कि मलाई चाहिँ यस्तो हुन्छ नि नेचुरल ठाउँमा बस्नलाई मनपर्छ। तर फोटो भिडियोको लागि चाहिँ मैले यहाँनिर टाइम दिन धेरै पाएन। अनि यहाँनिर हजुर पनि हेर्नुहुन्छ भनेर मैले ब्लग मार्फत हालेको छु। अनि हामीहरूको अब यहाँ अगाडि झरेर चाहिँ हामी फोटो खिच्न लाग्छौँ साथीहरू। यो चाहिँ यहाँनिर बिचमा कहाँनिर दरबार छ अरे कि। अब यहाँ खानेकुराहरू त खान मन लाग्छ, फेरि किनिसकेपछि अब हामी बिचमा झरिसक्यौँ। अनि यहाँ बिचमा चाहिँ यसलाई पुरानो दरबार, राजाको दरबार के भन्दो रहेछ कि। अनि म यहाँ जान लागिरहेको छु। अनि यहाँ मैले भिडियो देखाएर चाहिँ यहाँ कति राम्रो फ्लावर पनि रहेछ। हामीले यहाँ फोटो खिच्यौँ। यहाँ मितिनीको माइली बहिनी हो, अनि यहाँ चाहिँ कान्छी बहिनी हो। अब बल्ल म देखाउन गइरहेको छु हामीहरू को गयौँ भनेर। यो चाहिँ मेरो मितिनी हो है। हामीहरूको मितिनीवाला स्टोरी सुन्न चाहनुहुन्छ भने चाहिँ कोही टिकटकमा मसँग फ्रेन्ड हुन्छ भने मलाई त्यहाँ कमेन्ट गर्नुहोस्, पक्कै पनि म त्यो स्टोरी सुनाउने छु। आज हाम्रो 5 वर्षपछिको भेट भएको भएर म चाहिँ एकदमै खुसी पनि छु कि। अनि कति साथीहरूको मितिनीहरूसँग फोटो भिडियो खिचेको देख्छ नि त। अनि हाम्रो फोटो भिडियो नदेखेर चाहिँ कहिले भेटेर हामी कति धेरै फोटो भिडियो खिच्ने भन्ने कुरा गरेको थियौँ। पक्कै पनि यो आजको दिन पुरा भयो। अनि यो चाहिँ हाम्रो चाहिँ गाडीमा भन्नुभएको दाइले हाम्रो भिडियो बनाइदिनु भएको छ कि फ्यान र पिक्चर होइन। हाम्रो मेरो बाबु अनि एलो लगाउनु चाहिँ मितिनीको सबभन्दा ठुली दिदी हो। अरू 2टा बहिनी भइहाल्यो, उता अर्को बाबु भइहाल्यो। उहाँ त चिन्नु नै हुन्छ पक्कै पनि, हजुर नचिन्ने कोही नै हुनुहुन्न। म चाहिँ बच्चा जस्तै हात उठाएर हिँड्यो क्या फेरि यहाँनिर। अनि बाटो पनि कति राम्रो लाग्यो मलाई यहाँ। यो पक्कै नै हाम्रो टिकटकमा हाल्छ मलाई यो भिडियो। जुन अहिले ट्रेन चले है नि, हजुरलाई पक्कै पनि थाहा होला। अब त्यहाँ फोटो खिची भइसकेपछि हामी फेरि खाँदै हिँडिरहेछौँ। गाडीको टायर पनि यहाँनिर टाइगर देखिन्छ भनेर हेर्दै गएको थियौँ कि। पहिला यहाँनिर टाइगर देखाएको थियो कि यहाँ हिँडिरहने मान्छेहरूले, अरू हामीभन्दा अघिल्लो मान्छेहरूले। मैले देख्छ कि भन्ने आशले हेर्दै गएको थियो, तर मैले देखिनँ।
अब सबैतिर घुमिफिरेर चाहिँ हामीहरू फर्क्यौँ अनि अब हामी हात्तीको बच्चा हेर्न जान लागिरहेको छौँ कि अनि अब त्यहाँ खासै भिडियोहरू हालेको छैन पहिला खाजा खान जाऊँ भन्यो अनि त्यहीँनिरको रेस्टुरेन्टमा खाजा खान थाल्यौँ अब यहाँ एकछिन आराम त गर्नु पर्यो अनि बाबुलाई त्यहाँ छोडेर चाहिँ म यहाँ भिडियो बनाउन थालेँ फोटो भिडियो भन्ने बित्तिकै म फेरि खाना पनि छोडिदिने बाबुलाई पनि दिदीकोमा छोडिदिएको थिएँ कि फेरि भोक लागिहाल्यो खाना आइसकेछ अनि हामी खाने यहाँ के खायौँ कुनै अहिले यादै आएन भन्ने बेलामा हेर्न सक्नुहुन्छ यहाँनिर एउटा कुरा भन्न छुट्टै छ मैले आफू खानुभन्दा पहिला चाहिँ बाबुलाई पनि खुवाइसकेको थिएँ कि उसले बाहिर किचनको त पक्कै खाँदैन उसले बनाना खान्छ फ्यामिली फोटो भिडियो सुरु भइरहेछ बाँकी सबजनाले टिकटकमा हेर्न सक्नुहुन्छ मैले अघि पनि भने अनि अब हाम्रो बाबु यहाँ चले गर्छ नि त त्यसै गाह्रो छ मलाई फोटो भिडियो बनाउनु त्यसै तिमी पाइँदैन अनि बना बेला नि चल्ने हो भने अनि हाम्रो जति राम्रोसँग हिँडेको छु साथीहरू योभन्दा अघिल्लोपट्टि म यहाँनिर डराइ हिँडेको छु कि त्यो भिडियो पनि म राखिदिन्छु यो चाहिँ अब डर छेउछेउको भागमा मात्र उता बिचतिर गएपछि म डराउँछु कि साथीहरू हेर्न सक्नुहुन्छ कि डरै भए पनि म यहाँ चाहिँ पुगेँ है अहिले चाहिँ अब लड्दै पढ्दै भने नि हिँड्दै भने नि हामी अब पुग्न लागिसक्यौँ हात्तीको बच्चा भएको ठाउँमा अनि म चाहिँ यहाँ धेरै टाइमपछि आएको भएर मलाई कस्तो रमाइलो लागिरहेको थियो अनि यहाँनिर हामी थकित पनि भयो त्यो बाबु बोक्दा पालो फोटो खिच्दा थकाइ लाग्दैन बाबु बोक्दा थकाइ लाग्छ नि त अनि एकछिन हाम्रो यहाँ गीत त सुनौँ पहिला राजा भए तिमी मेरी रानी हुनु पर्छ अब हाम्रो हात्तीको पालो मलाई हात्तीको नाम चाहिँ थाहा छैन तर मैले भिडियो चाहिँ बनाएर राखेको छु हजुरहरू नआउनेहरूले पनि हेर्न सक्नुहुन्छ अब मदर हो नि त फेरि बच्चा बोकेर हिँड्नु पऱ्यो हेर्नु जति रमाए पनि हाम्रो हात्ती देख्नुभयो यहाँ चाहिँ हाम्रो बाबु छोरा हुनुहुन्छ मेरो बाबु सानो भए पनि म जस्तै यताउति हिँड्न मन पराउने घुम्न मन पराउने अनि त्यहाँ हेर्नु न त्यहाँ हात्ती र हात्तीको बच्चा पनि सँगै भएको भएर म र मेरो बाबु पनि हामीले अनि त्यस्तै कुरा गर्दै बस्छौँ कि जता पनि आमा त चाहिन्छ नि त बच्चालाई मेरो बाबुलाई पछि देखाउनुपर्छ नि त हामी यहाँ गएको भनेर होइन जे होस् ठिक छ आज रमाइलो भयो धेरै दिनपछि बाहिर निस्केर यसरी डुल्न पाउँदाखेरि अनि यसरी घुम्न पाउँदाखेरि अब घर जाने हाम्रो भिडियो अन्तिमसम्म मन पराएर हेरिदिनु हुनेलाई चाहिँ मेरो तर्फबाट धेरै धेरै धन्यवाद अब हामी फर्किसक्यौँ अब घर पुग्ने बेला पनि भयो अनि भिडियो आएर यतिसम्म राम्रोसँग भिडियो बनाएर हाल्न पाएन मैले साथीहरू थकी लागिसक्यो घर गएर कहिले पल्टिम भयो त बाई बाई थ्याङ्क यू फर वाचिङ